आज चाहिँ हामी यसरी गए मन्दिर दर्शन मनोकामना दर्शन गर्न चाहिँ। अनि हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ मेरो जन्मदिन भएको भएर चाहिँ हामी लागे मनोकामनातिर। मनोकामना चाहिँ मलाई जान चाहिँ एकदम मन लागेको थियो। अनि जुन मनोकामना जान लागेको चाहिँ मैले 2-3 दिन अगाडिबाट सोचेको थियो कि पहिला जाने नै भनेर सोचेको थियो। अनि मैले मेरो जन्मदिनमा चाहिँ मैले मनोकामना जाने सोचेँ र मैले दिदीलाई लिएर गएँ। दिदी चाहिँ हाम्रो राइडर खतरा राइडर हो नि। फेरि यस्तो राइडर चलो आमा, साइडमा पुरा हर्न बजाउँदा पनि टर्निङमा धरि हर्न नबजाउने खालको राइडर हो। फेरि यस्तै गरी हामी पुग्यौँ मनोकामना डाँडा। अनि हामीले प्रसाद सदा लिएर पनि हामी गएँ। अनि मनोकामना डाँडा नगएको चाहिँ धेरै भइसकेको थियो। मैले कम्तीमा कति 2 चोटि गएँ म। 2 चोटि गएर त्यसपछि चाहिँ धेरै भएको थियो नगएको। सो मैले आएर मन्दिरको फोटो भिडियो लिएँ होइन। अनि त्यसपछि लिएर मैले यता पूजाको सामानहरू मिलाउन थालेँ। अनि यही क्रममा चाहिँ दिदीले भिडियो बनाउँदै थिए। अनि भिडियो बनाउँदा चाहिँ मान्छे चाहिँ धेरै थियो। भिडियो बनाउने उतापट्टि साइडमा भिडियो बनाउने फोटो खिच्ने यस्तो चाहिँ हुँदै थियो है। अनि मैले चाहिँ अनि पूजाको सामान रेडी गरेर चाहिँ अब म पूजा गर्न लागेँ। र पूजा गर्न गएको त पहिला सुरु त मलाई गणेशको पूजा गरेर आउनु भन्नुभयो। अनि म गएर गणेशको पूजा पनि गरेँ। अनि त्यसपछि आएर चाहिँ म सिधै भित्र मन्दिरतिर लागेँ। अनि त्यसपछि धेरै मान्छेहरू चाहिँ अनि मनोकामना हो नि त। अनि खालि सबैजनाले चाहिँ मनोकामनाको गीतमा चाहिँ भिडियो बनाउँदै थियो नि त। अनि मैले चाहिँ पूजा गरेँ, एकछिन उभिएँ अनि पूजा गरेर अनि त्यसपछि दिदीले चाहिँ भिडियो बनाउँदाखेरि मलाई पुरा जिस्काएर थियो नि त। अनि म चाहिँ आफ्नै तालमा पुरा पूजा गरिरहेको थियो। अनि त्यसपछि दिदीले अनि पुरा भिडियो बनाउँदाखेरि चाहिँ मलाई अनि यता हेर भन्दै थियो। मैले हेरिनँ। अनि म चाहिँ आफ्नै तालमा पुरा भिडियो बनाउँदै थिएँ नि त। अनि मनोकामना नगएको पनि थुप्रै भएको थियो। अनि त्यहाँनिर सबै बुढाहरू पनि आएको थियो रहेछ। बुढाहरू आउँदाखेरि चाहिँ जे होस् फुटबल एकाडेमीबाट ल्याएर आएको रहेछ। अनि पुरा दिदीले जिस्काउँदै थियो मलाई। अनि म हाँसिरहेको छु नि त। अनि पूजा गरेर अनि सक्यो। अनि त्यसपछि अब यसो भिडियो बनाऊँ भने अनि त्यसपछि के बनाइरहनु फेरि भनेर अनि भिडियो पनि यति नै। अनि त्यसपछि आएर पूजा गरेर सकेर पनि हामी घरतर्फ चाहिँ फर्किन लागिसकेको थियो। अनि घरतर्फ लाग्दाखेरि चाहिँ धेरै मान्छे थियो, बुढाहरू फेरि धेरै मान्छे चाहिँ होइन। अनि लास्ट टाइम आएर चाहिँ के भएछ भने अनि दिदीहरू त नआउने भन्नुभएको थियो। अनि दिदीहरूले त मलाई पुरा सरप्राइज दिन लाग्नुभएको रहेछ नि त। अनि म दङ्ग परेँ नि त। अनि त्यसपछि मेरो दिदीलाई, सिर्जना दिदीलाई मैले मोबाइल दिएन, फोटो खिचेको भिडियो बनाएको फोटोहरू पनि थियो नि त। अनि ल्याउ न देऊ, म मेरो बुढोलाई फोटो पठाउनु पऱ्यो भन्दाखेरि पनि मोबाइल नदिने बा, किन नदिने भनेको त यस्तो पारा रहेछ। अनि कहाँबाट हुन्छ त। अनि आउँदै जाँदा त मलाई त पुरा सरप्राइज दिन लाग्नुभएको रहेछ नि त। अनि म त मोबाइल हेर्दै सुतिरहेको थिएँ। अनि टाइमिङमा आएर त पुरा अरे म त एकछिन त सक भयो नि त। अनि म त एकछिन त ट्वाल्ल परेर हेरे भएँ। म त ठ्याक्कै एङ टाइममा फेरि बुढालाई पनि मैले मेसेज गरिरहेको थिएँ। अनि त्यसपछि त कल गर्न मिल्दैन, एकछिन बोल्छु भनेको त। अनि बुढो त कामबाट निस्केर त साइडमा बसेर कल गर्नुभएको रहेछ। अनि लास्टमा त अब दिदी र बुढोको पनि अब एउटा प्लान थियो रहेछ। अनि मलाई थाहा थिएन। यस्तो सरप्राइज दिँदा म त एकछिन हेरेको भयो नि त। तर यति धेरै खुसी लागेको थियो नि। अनि त्यसपछि त बुढोले नि सोध्छ मलाई, तपाईँलाई थाहा भएर हो मलाई यस्तो सोधेको भन्नुहुन्छ फेरि। अनि मैले त्यसरी सोधेको पनि होइन नि त। अनि मैले चाहिँ अब जन्मदिनको दिनमा त अब यसो हुन्छ नि त बोल्ने एउटा एकछिन भयो नि अनुहार, बुढोको अनुहार हेर्छ। अनि त्यसपछि म फोन राख्छु भनेर गरेको थिएँ। अनि लास्टमा त खतरा सरप्राइज दिनुभयो। अनि यस्तो खुसी लागेको थियो। अनि यस्तो टाइममा त अनि दिदीले मलाई पहिला कलर एक्सचेन्ज गेम पनि खेल्ने भन्नुभएको थियो नि त। अनि कलर एक्सचेन्ज गेम खेल्ने भनेर अनि सामान किने कि किनेन त्यहाँदेखि सोध्नुभएको थियो। मैले चाहिँ किनेँ भने।
दिदीले त सामान पनि निकाल्न थाल्नुभयो है। अनि कति चाँडै खेल्न लाग्नुभयो दिदी कलर एक्सचेन्जको गेम भने। अनि मैले कलर एक्सचेन्जको हो भनेर सोधेँ। दिदीले चाहिन्छ कि चाहिँदैन भने म चाहिन्छ नि भनेको। अनि कलर एक्सचेन्ज हो भनेको त होइन हो पनि भन्छ फेरि। अनि त्यसपछि त हेर्दै जाँदा त अनि अब कस्तो कस्तो भइरहेको थियो नि त मलाई चाहिँ फेरि। अलि त्यस्तो सोचेको पनि थिएन नि मैले। अनि लास्टमा जाँदाखेरि त खोल्दै जाँदा बिस्तारै खोल्दै जाँदा दिदीले नि त बुढोलाई भिडियो गरेर पनि देखाएको थियो, भिडियो कलमा पनि देखाउनु गर्थ्यो। अनि त्यसपछि त यसो खोल्दै जाँदा त म त एकछिन त फेरिको फेरि भयो। अनि मैले के हो यो भनेर नि भनेँ। अनि त्यसपछि यस्तो खुसी भएको थिएँ म होइन। अनि आमा म के गर्ने, म कहाँ उफ्रेँ, म त खुसीले त यस्तो डेन्जर भएको थिएँ कि होइन। अनि म रुन पनि सकिरहेको थिएन कि रुम पनि कसरी कि यत्रो मान्छे छ नि त। अनि रुन त कहाँ सक्छ, रुन त अब त्यो एकान्तमा रुने हो नि त। अनि सबैको अगाडि रुनु पनि भएन नि त होइन, अलिकति लाज पनि हुन्छ। त्यो चाहिँ म हर्की झुन चाहन्न कि। अनि त्यसपछि मलाई सबैको अगाडि रुन चाहिँ आउँदैन कि। अनि त्यही भएर मलाई यस्तो सरप्राइज दिनुभएको थियो बुढोले। अनि बुढोले मलाई पनि अनि देखाऊ भनेर अनि बुढोलाई देखायो। अनि त्यसपछि अनबक्सिङ गर्नु रे। अनि अनबक्सिङतिर लागेँ है। अनि त्यसपछि एकछिन बसेँ, बुढोसँग पहिला बोलेँ। अनि लागेँ म अनबक्सिङतिर, अनबक्सिङ गर्ने भनेर गरेको। छिटो गर कि छिटो गर पनि भन्नुभएको थियो बुढोले। अनि बुढोलाई अनबक्सिङ गरेर पनि देखाउन खोजेँ मैले, देखाएँ। अनि त्यसपछि खोल्दै जाँदा त अलि खोल्दा पनि म के डिब्बा खोल्दाखेरि पनि अलि नर्भस भएको। मलाई दिदीले फेरि गिजाएर फेरि ऊ अब 3टा क्यामेरा भएको, 3टा आँसुबाट थोपा झरेर 3टा क्यामेरा बोक्न पाएँ भनेर पुरा मलाई खालि प्याच हानेको हाने। अनि त्यसपछि त अनबक्सिङतिर लागिसकेको थिएँ म। अनि इतना ज्यादा खुसी कहिले पनि भएको थिएन होला सायद होइन। अनि यस्तै हो है। अनि बुढोलाई देखाएँ मैले। अनि त्यसपछि अब मलाई के भन्नु, अब नर्भस त नर्भस नै थियो। अनि यो मेरो बर्थडेको दिनको भिडियो हो। अनि मैले धेरै दिनपछि अब ठ्याक्कै यो 29 गते चाहिँ ठ्याक्कै 1 महिना हुन्छ। मोबाइलको पनि एक महिना कम्प्लिट भयो अब। अनि त्यस्तै भएर बुढोलाई देखाएँ। अनि बुढोलाई देखाएर के हो यो, कति मोबाइल, कुन मोबाइल हो भनेर सोध्नु थालेँ। अनि मैले आइफोन हो भनेर पनि भनेँ। अनि त्यसपछि देखाएँ मैले। त्यहाँ त पुरा आइफोनको सो पनि गरेको मैले फेरि। अनि मैले बुढोलाई पनि देखाउन थालेँ। एकछिन मोबाइल चलाएँ। अनि बुढोसँग बोल्छु भनेर बुढोसँग मोबाइल मागेँ। अनि बुढोलाई पनि देखाएँ मैले क्यामेरा अन गरेर पनि। अनि यस्तै गरेर दिदीहरूले केक पनि सरप्राइज दिनुभयो। अनि दाइहरू पनि आउनु भएको थियो, सबैजना थियो, घर फ्यामिली रमाइलो भएको थियो। अनि बर्थडे सेलिब्रेसन गरेँ। अनि यति भन्दै हाम्रो मिनी चाहिँ होइन, मेरो ब्लग चाहिँ यहीँ इन्ड हुन्छ होइन साथीहरू। अनि तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो मेरो भिडियो। यो चाहिँ अब 2-3 दिन अगाडिको भन्दा पनि मिलेन। अब 2-3 हप्ता अलि ओभरै भइसक्यो। अब 1 महिना नै हुन लागिसक्यो। त्यो दिनको चाहिँ भिडियो हो कि साथीहरू। अनि मैले बर्थडे सेलिब्रेसन गरेर पनि सबैजना खुसी थियो, रमाइलो थियो। मेरो आइफोनको सो गर्न पाएँ होइन, भिडियो पनि बनाएँ। अनि त्यसपछि यस्तै गरेर सबैजनासँग हँसी मजाक गर्दै चलिरहेको थियो। अनि यति भन्दै मेरो मेरो भिडियो चाहिँ यहीँ इन्ड हुन्छ। सो साथीहरू सबैजनाले हेरिदिनु भयो, माया गरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। हाम्रो दिदीले हाँसिरहनु भएको छ। यति भन्दै थ्याङ्क्स फर वाचिङ।